सकारात्मक बना हो। आज भोलि दिनै पछि कस्तो के हुँदैछ थाहा छ तपाईहरुलाई? जहिले पनि सामाजिक सञ्जाल खोलिसक्न हुँदैन। सामाजिक सञ्जाल खोल्यो कि त नकारात्मक कुराहरू, खाली विरोध, खाली नराम्रो, कुनै सुझाव छैन, कुनै सल्लाह छैन। सल्लाह कुनै पनि पक्ष कस्तो हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि राम्रोको लागि चाहिँ सुझाव राख्न सक्नुपर्छ, सही सुझाव, असल सुझाव राख्न सक्नुपर्छ। तर आजभोलि के भइरहेको छ थाहा छ तपाईहरुलाई? थाहा छ सबैलाई। आजभोलि खाली नकारात्मक कुरा, खाली नेगेटिभ कुरा, नचाहिँदो कुरा, गाली गलौज यस्तै मात्रै चलिरहेको छ। हो, यो अहिलेको जमाना अलिकति फाल्टे प्रकारको छ। तर जमाना फाल्टे प्रकारको जस्तै भए पनि, जे भए पनि हामी मान्छे त्यही छौं। हामीले सही सोच राख्न सक्नु पर्यो, सही सुझाव राख्न सक्नु पर्यो। दिनौ गाली दिँदाखेरि कुनै पनि काम पुरा हुँदैन। तपाईले कसैलाई काम गर्न प्रोत्साहित गर्नुहोस्, उत्सुकता जगाउनुहोस्, त्यो हो। तर अर्काको मनोबल घटाउने काम हुँदैछ यहाँ अहिले। मनोबल घटाउनु राम्रो होइन। मनोबल कहिले कसैको मनोबल घटाउनु राम्रो होइन। र नकारात्मक कुरा जसले गर्छ, बेसी गर्छ, त्यो मान्छेको दिमागमा जहिले नकारात्मक जाग्छ। उसको शरीर रोगी, घर परिवारमा रोग एकदम अवश्य आउने गर्छ। किन भन्दा नकारात्मक सोचले र नकारात्मक कुराले सबै कुरा नकारात्मक बनाउँदै जान्छ। त्यसले गर्दाखेरि तपाईहरु सकारात्मक बन्नुस्। धन्यवाद।